झाँक्री पर एक साल पर अघि न हामीले हजुरको जग्गा हेर्थ्यौँ नि त्यहाँदेखि उतापट्टि काजीमाको त्यो जग्गामा त्यहाँ सडेलका भाइहरू बस्थ्यो के यो धनीगाडबाट लगेर राँगो हेर्ने एउटा यत्रो मानको खप्पड गरेको यो तपाईँहरूको त्यो माउलीहरू भनौँ होइन तीबाट त्यो साइरा बाजु घरबाट यत्रो मानको खप्पड गरेको लगेर आएँ जाँडाले कसे बाँसका झाङ मारे हेर्ने त बन्चराले हानेको थाप्लामा बन्चहरू पसिहाल्छ मैले राँले हेस गर्दाखेरि झडमै छिनाल्यो रे हेर्ने ती जाँडा कामीहरू जाँड खाएको गाई पछि जुरिया छन् त्यो राँगो आयो यसैबाट गएर ऊ त्यो पहिरोदेखि तलतिर गएर ठिङ उभियो पछाडि फर्किएर मान्छे हेऱ्यो हेर्ने अब कहाँ के गर्ने कसै तागत त्यो राँगो अगाडि जाने हेर्ने त्यो नगएर फर्काएर फर्किन्छ त्यो त्यहीमा टुक्ने ती जाँडा कामीहरूलाई त आपत परियो त्यहाँबाट मालमा गएर एउटा गा भन्ने गा मगर हुन् बुढा थिए मालका पिउन हजुर हाम्रो त राँगो जाने भिडमा गएर अडियो हामी जान नसक्ने भयौँ ल गएर उहाँलाई एकपालि हामी लगेर जान्छौँ त्यो राँगो मारिदिनु पऱ्यो भने त्यहाँबाट गए आए बुढा हामी रमिता हेर्न हामी सानसानो केटीकेटी हामी र हजुरको यो थुम कहाँ बस्यौँ यो तलको थुमको के ऊ त्यो थुमको त्यहाँ बस्यौँ त्यहाँबाट ती बुढा गए यसैबाट गएर तलतिर लागेर गए ऊ तल एउटा रुख देख्यो नि बाबु पात नभएको डन्ठो रुख के हो तिनीहरू गए अझ हान्ने त मिलेन तिनलाई त्यहाँबाट तिनलाई देखेर त्यो राँगो चम्कियो र भन्नुहुन्छ अलि परको ऊ त्यो पर अलि टुप्पो देखिया छ बरको बुटो हो के को बुटो हो त्यो तिनीहरू गएको थियो अलि पल्तिर गए हानेर यस्तै कोठारमा लागेर त्यहाँबाट घुकुर्किँदै गयो झम्मै तल पऱ्यो खोलामा ती जाने सारा डुम्नेहरूले आन्दा भुनु झुनु पनि सहिलो ल्याए डोका छाला निकालेर अनि साराहरूले तीबाट भन्नुहुन्छ राँगो पनि मोटो रहेछ सेतान्ने भाले डोकामा मासुर ल्याए यही बाटो गोटी गाँडा लग्यो माया टोक्ने बोटले खुब रमिता पनि थियो यहाँबाट आएको छ बाबु 7 दिनसम्म बाख्रा लुगाएको तपाईँले पचाउनुहुन्छ कि पचाउनुहुन्न सोध्नुवाला घर 7 दिनसम्म बाख्रा लुगाएको यहाँको झाँक्रीले हेर्नु न्याउ टोलका हेर्नु यतापट्टि ल्याउने लगाइदिने हिँ चर्ते के अरे बाख्रा अब यता माथि आउनु ठाउँ नै त्यसो यो साइडतिर न्याउर बस्ने यतैतिर नै न्याउर यता बसेनन् यता यताकै न्याउर टोलीहरूको बाख्रा आउँथ्यो कि चर्न बिहान हेर्थ्यौँ त हामीले हो तिनी न्याउरका गोटी गाँडेहरूका पनि आउँथे मल्ल गाँडाका आउँथे यहाँ त कस्तो थियो मल्ल गाँडा बाख्रा गोटी गाँडातिर गए पनि कान काटेर खाइदिने गोटी गाँडेका बाख्रा मल्ल गाँडातिर गए पनि उनले पनि कान काटेर खाए त्यस्तो गर्थ्यो कि मान्छेहरूले यसरी डाँडा गाँडा कहाँ हेर्न पाइन्छ बाबु नै पाइन्न त्यही त कहिलेकाहीँ यसो बोर फिल भयो भने यस्तै ठाउँमा आएर हेर्ने आनन्द हुने अनि त्यो एउटा आनन्द महसुस गर्ने त्यो हो भने एउटा के भने दिमागलाई पनि फ्रेस हुने हो क्या हेर्नुहोस् न अहिलेसम्म यहाँ कहाँ आइएको थियो त यसलाई छोडेर गए बाटो त्यही त मलाई यहाँ आउनु मन त लागेको थियो साथी रानी सराहरू कोही कष्ट भेट्नु भन्नुहुन्छ भने टपट्टु यहाँ त्यस्ता मुजुरसँग लागेर आएर के गर्छु म बुढो मान्छे हेर्नु खुब इच्छा थियो मेरो इच्छालाई पुरा गरिदिनु हो बाबु ठिकै छ ठिकै छ हेर्ने हो रमाइलो गर्ने त हो त रमाइलो गर्नु दिन अब यस्तै भएका पुराना चिजहरू हेर्ने अनि त्यो अनुसार एउटा आफूलाई चाहिँ एउटा आनन्दको महसुस हुने एउटा तीर्थ आशा पनि हुने हो त तीर्थ आशा हुने हो त्यति पहिलेका सम्झनाहरू यो ठाउँमा आएर यो हाम्रो सबभन्दा अग्लो टागुरो भनेको यो टागुरो अरे यो टागुरोभन्दा अल्गा देखेकै छैनन् अरे भन्ने मान्छेहरूले हेर्नु यो ठ्याक्क यो तपाईँको के लेखबाट के सिद्ध पाइलो ठ्याक्क पारी हुनुहुन्छ कि त्यो लेख
सिधा पाइलाको मन्दिर छ, मन्दिरबाट ठ्याक्क त्यो लेक नजिक हुने रहेछ त्यहाँ। अग्लो छ, अग्लो त्यो अग्लो लेक अग्लै छ। यो वरिपरिको डाँडाभरिको अग्लो हो अग्लै छ। लेक चाहिँ योभन्दा ठुला कतिसम्मको छन् हिमालहरू यतातिर यो तपाईँको यो के भन्छ नि गड्डीचौडा माथि जाने लेक त देखिन्छ, तर अग्लोमा यता देखिन्छ फेरि, अग्लोमा देखिन्छ। पर घाँस काटेका छन्, कस्तो राम्रो घाँस काट्यो कि, कस्तो राम्रो घाँस काट टमक्क उसलाई पनि चाहिँ पाहाडलाई पनि चाहिँ कस्तो पनि रमणीय बनाइदिन्छ। घाँस काट सुक्ट्याक्क बनाइदिएन, गडा बनाइदिएन। गाईहरू फुकाएर यतैबाट लगाइदियो झाँगिरी बरामा हेर्नुहोस्। नै रमाइलो हरियो भयो, रमाइलो हुने चाहिँ यहाँ त। यहाँबाट यसो लग्यो हेर्नु, यो वन कटेर उताबाट त्यो उतापट्टि गयो भने राम्चे भयो। त्यो राम्चेको यतापट्टिकालाई रानीवन भन्छ। त्यो रानीवनमा लगाइदियो गाई भनेदेखि हेर्नुहोस् त्यहाँबाट स्वर्लग चढे माथि पुग्छ। घाँडा भएका पनि घाँडा बुझ्ने बारीको छेउछेउमा के तर्सिन्छ भनेर सुन्छन् भनेर बारीको मान्छेले घाँडा बन्द गरिदियो, लग्यो भन्नुहुन्छ छेउछेउमा यति अल्गो घाँस चरा टन्नु हुने भए त्यहाँबाट हाने लिएर आउने, हाँडे यता चराउने डुलाउने यस्तो गर्थ्यो। ल आज हामी यो झाँक्री झाँक्री परामा आयौँ। हामी मामा भन्छ झाँक्री परामा हेरेर आनन्दको महसुस लिएर अब हामी चाहिँ फिर्ता हुन लाग्छौँ। ल भाइ ल।